Hi Nipsey traders, welcome back. So as we all know, Nipsey is in a downtrend. त्यो डाउनट्रेन्डमा हुँदै गर्दाखेरि अब कुनै पनि खालको रिभर्सल साइन देखाइहाल्यो भने हामीले कुनै स्टक त किन्नु पर्यो। त्यसको लागि चाहिँ वाच लिस्टमा राख्नु लागि मैले आज एउटा स्टक लिएर आएको छु, शिवम सिमेन्ट्स। शिवम सिमेन्ट्स नै किन भन्नु पर्दाखेरि चाहिँ शिवम सिमेन्ट्स चाहिँ इट हेज बिन इन टप टर्नओभर लिस्ट फर क्वाइट सम टाइम है। हामीले 2-3 महिनादेखि नै यसलाई टप टर्नओभर लिस्टमा देखिरहेछौँ। जस्तै यो लास्ट ट्रेडिङ डेमा पनि यो नम्बर 3 मा परेको छ। सो इट इज अ भेरी हाइली लिक्विड स्टक। र अर्को कारण भनेर चाहिँ यो अलिकति सर्ट नोटिसमै यसले चाहिँ मजाले स्पाइक दिएर पनि राम्रो खालको गेन पनि दिने रहेछ है। सो लास्ट टाइम चाहिँ यसको हेर्दाखेरि यसले यो स्विङमा चाहिँ 43% को गेन दिएको थियो है। र अर्को रिजन भनेर चाहिँ स्टकमा अलरेडी हामीले 21% को रिट्रेसमेन्ट देखिसकेका छौँ है। सो बिकज अफ दिस रिजन्स मैले यो स्टकलाई एउटा कम्प्रिहेन्सिभ एनालाइसिस गर्नुपर्छ जस्तो लाग्यो र यसलाई वाच लिस्टमा चाहिँ राखिरहनु पर्छ जस्तो लागिरहेछ है। सो त्यही कन्टेक्स्टमा हो। सो लेट्स स्टार्ट। सो यो डाउन ट्रेन्डमै छ अहिले। सो डाउन ट्रेन्डमै हुँदै गर्दाखेरि हामीले चाहिँ अहिले टार्गेट भन्दा पनि यसको पहिला चाहिँ सपोर्ट नै हेर्नु पऱ्यो। सो द्याट त्यो सपोर्टको एरियाजहरूबाट चाहिँ भोलि गएर एउटा रिभर्सलको साइन चाहिँ देख्न सकिन्छ कि भन्ने हिसाबले हामीले पहिला सपोर्टलाई हेरौँ है। सपोर्ट एरियाजहरू खोजौँ। सो यो एउटा अर्डर ब्लकमा छ अहिले चाहिँ, यो अर्डर ब्लकमा आइसकेको छ। सो यो हाम्रो लगभग कतिको रेन्जबाट झरेको भने यो 709 रुपियाँको रेन्जबाट झर्दै अहिले चाहिँ हाम्रो यो अर्डर ब्लकमा आइपुगेको छ है। 21% को डाउन भएको छ। सो यो अर्डर ब्लक पनि अलिकति इम्पोर्टेन्ट नै छ। र त्यसपछि भनेको अर्को लेभल भनेको हाम्रो यो लेभल जुन हाम्रो जेनजीको आन्दोलन पछाडि जुन हाम्रो यो पोइन्टमा आएर एउटा रियाक्सन दिएर चाहिँ बाउन्स ब्याक गराएको थियो। सो यो लेभलमा नि लिक्विडिटी छ है। सो यो लेभलसम्म पनि आउन सक्छ। र त्यसपछि भनेको चाहिँ अब हाम्रो यो दुईटा पोइन्टलाई टच गर्ने हो भने यहाँनिर एउटा ट्रेन्ड लाइन पनि तान्न मिल्यो है। सो यहाँनिर पनि एउटा काइन्ड अफ अब सपोर्टको लाइन बन्न जान्छ यो। त्यसपछि अलिकति अगाडि हेरौँ। सो अलि अगाडि हेर्दाखेरि फेरि यहाँनिर पनि एउटा चाहिँ हामीले मजाको यो 2023 देखिको बाट हामीले एउटा लाइन तान्ने हो भने यहाँ पनि एउटा सपोर्ट चाहिँ बन्छ है। अब यो पोइन्ट्सहरूलाई किन कनेक्ट गरेको मैले तपाईँहरूलाई फेरि बुझाइदिन्छु है। सो एउटा राम्रो खालको फल आएको थियो यो यहाँबाट है। र त्यसपछि यो पोइन्टमा रियाक्सन दिएर यो माथि गयो र फेरि यहाँनिर आइसकेपछि यहाँनिर टच भएर फेरि यसले चाहिँ हायर लो बनाउँदै फेरि यो चाहिँ यहाँनिर गएर अनि साइडवेज हुँदै फेरि यही पोइन्टमा आएर टच भएर फेरि एउटा स्विङ आएको थियो है। सो बिकज अफ दिस रिजन यो 3टा पोइन्ट चाहिँ इम्पोर्टेन्ट छ है। सो यो 3टा पोइन्ट चाहिँ इम्पोर्टेन्ट छ। र त्यसको बेसिसमा एउटा ट्रेन्ड लाइन बनाएँ मैले। र यो किन भन्दाखेरि यो तपाईँले हेर्न सक्नुहुन्छ एउटा हाई बनायो अनि हायर लो बनायो, फेरि हायर हाई बनायो, यो हायर लो बनायो र यहाँनिर इक्वल हाई बनाइदियो र फेरि अहिले यही पोइन्टमा आउँदैछ है। सो त्यो हिसाबले चाहिँ यो ट्रेन्ड लाइनमा फेरि पनि आएर कुनै खालको एउटा रियाक्सन चाहिँ दिन सक्छ है मार्केटले। सो यो एउटा हाम्रो अहिलेको सपोर्टको लेभल छ। अब योभन्दा तल गयो भने एकदमै मार्केटमा प्यानिक सिचुएसन आयो भने चाहिँ अर्को लेभल भनेर चाहिँ यो र योको रेन्जमा चाहिँ आउन सक्छ है। सो मार्केटमा एकदमै आन्दोलनहरू हुन थाल्यो होइन। अहिले पोलिटिकल सिनेरियो राम्रो छैन। सो त्यो डिटेलमा मैले कुरा गर्दा चाहिँ मैले नेप्सीको अपडेटमा गर्छु, त्यो भिडियोजहरू पनि रिफर गर्नु होला। त्यो भयो भने चाहिँ यो प्यानिक भएर यो प्राइस चाहिँ डाउन भएर यहाँसम्म पनि आउन सक्ने चान्सेस चाहिँ हुन्छ है। सो डाउन साइडमा चाहिँ यही नै छ अहिले। अब माथि गयो भने हामी कतातिरसम्म जान सक्छौँ भन्ने कुरा पनि हेर्नु पऱ्यो है। माथि जाँदाखेरि चाहिँ हाम्रो यो लेभलमा चाहिँ हाम्रो लिक्विड स्टप हन्टहरू हुने ठाउँ चाहिँ यो हो है। यो ठाउँमा चाहिँ स्टप हन्ट हुने ठाउँ हो। ल यहाँनिर यो पोइन्ट्सहरूमा चाहिँ तपाईँले प्राइस आउँदाखेरि चाहिँ भोलि रिजेक्सन हुने चान्सेस चाहिँ हुन्छ है। ल अब यही नै एरियाजहरू छ। तपाईँहरूले अब यो एरियाहरूलाई कन्सिडर गर्नु होला। र अब हाम्रो तल आउँदै गर्दाखेरि यो ठाउँमा चाहिँ एकदम मजाको कन्फिडेन्स बनाएको छ क्या। तपाईँको यो एउटा ट्रेन्ड लाइन पनि छ, यो एउटा ट्रेन्ड लाइन पनि छ। यो लङ टाइम फ्रेमको ट्रेन्ड लाइन, यो अहिले भर्खरको स्विङको हाई र लोको चाहिँ ट्रेन्ड लाइन यो एउटा बनाएको छ। र यहाँनिर एउटा चाहिँ अस्ति जेनजीको आन्दोलन पछिको एउटा होरिजेन्टल सपोर्ट पनि देखाएको छ है। र यो सपोर्टको एरिया भनेर चाहिँ यहाँनिर एउटा अर्डर ब्लक पनि छ। यो अर्डर ब्लकको एरिया पनि हो है। सो यो अल कन्फ्लुएन्सेसको एरिया भएर यो एरियामा चाहिँ एउटा खालको चाहिँ हामीले सपोर्ट चाहिँ देख्न सक्छौँ यो एरियामा है। यो एरियामा आउँदा चाहिँ केही न केहीको एउटा सपोर्टको रियाक्सन, एउटा मार्केटले एउटा रियाक्सन चाहिँ दिन्छ, एउटा प्राइसले एउटा रियाक्सन चाहिँ दिन्छ यो लेभलमा आएपछि। सो यो लेभल चाहिँ इम्पोर्टेन्ट छ।
अब यसमा चाहिँ अहिले भोल्युम चाहिँ ड्राई अप नै भइसकेको छ है, खासै भोल्युम त्यति छैन। जुन हिसाबको चाहिँ पहिला यो भोल्युमहरू आइरहेको थियो त्यो लेभलको भोल्युम चाहिँ छैन, अन एन एभरेज अर एभरेजभन्दा तलको भोल्युम नै छ है अहिले। सो अब यसमा अहिले तुरुन्तै हामीले हेर्नुपर्दा चाहिँ आरएसएमा पनि खासै त्यस्तो खालको कुनै पनि बुलिस स्ट्रेन्थ देखिसकेको छैन। एउटा 40 को रेन्जमा छ, 40 को रेन्जमा आएर यहीँबाट सपोर्ट लिएर माथि गयो भने चाहिँ अब यहाँनिर यो अहिलेको यो अर्डर ब्लकले काम गर्न सक्छ है यहाँनिर। तर होइन, यो आरएसए पनि यहाँबाट नि 40 बाट नि तल गएर 30 भन्दा नि बिलो आउनु थाल्यो भने चाहिँ बेरिस मोमेन्टम कन्टिन्यू नै हुन्छ भन्ने कुरा हामीले बुझ्नु पऱ्यो है। ल अब त्यसपछि भनेको हाम्रो म्याक्डी पनि हेरौँ एकफेर। म्याक्डीमा पनि कुनै पनि अलिक पोजिटिभ सेन्टिमेन्ट छैन, पुरै नेगेटिभ नै छ है। हिस्टोग्राम पनि नेगेटिभ नै ठुलो रेट बन्दै गइरहेछ, एक्सपान्ड हुँदै गइरहेछ तलतिर, र यो म्याक्डी र सिग्नल लाइन पनि अलिकति डेभिएट हुँदै गइरहेछ। सो यसबाट पनि कुनै खालको पोजिटिभ सेन्टिमेन्ट छैन है। र अहिले हाम्रो भोल्युमको सिग्नल हेर्दाखेरि पनि यहाँनिर आइसकेपछि अलिकति यो जुन एउटा रेट अफ जुन डिस्ट्रिब्युसन छ त्यो चाहिँ अलिकति कम भएको छ होइन, बट स्टिल अब यो डिस्ट्रिब्युसन फेजमै देखिरहेछ है। अब यहाँनिर आएर अलिकति एकुमुलेसन हुनु खोजेको जस्तो देखिन्छ, तर इट्स इन अ डाउन ट्रेन्ड है, डाउन ट्रेन्डमै छ। त्यो हिसाबले गर्दाखेरि अहिले पनि डिस्ट्रिब्युसन नै भन्न मिल्यो यसलाई, तर रेट अफ डिस्ट्रिब्युसन चाहिँ कम भइसकेको छ है। सो त्यही नै छ। टेक्निकली हेर्दाखेरि अलिकति यसको हामीले फ्लोर सिट पनि हेरौँ। फ्लोर सिट हेर्दाखेरि चाहिँ यसको 1 इयरको होल्डिङ हेर्दाखेरि यो 44सँग छ, 5,60,000 किता, अलिकति ठुलै किता छ योसँग। यसको एभरेज होल्डिङ भनेको चाहिँ 550 रुपियाँ छ। अहिले हाम्रो यसको प्राइस भनेको 560 रुपियाँ जति छ है। सो वी आर क्लोज टु द एभरेज होल्डिङ प्राइस अफ द हाई भोल्युम होल्डिङ ब्रोकर। 44 नम्बरको ब्रोकरसँग जुन होल्डिङ छ त्यसको चाहिँ 550 रुपियाँ छ है। सो वी आर क्लोज टु द होल्डिङ प्राइस अफ द अपरेटर। अब त्यो हिसाबले हेर्दाखेरि फेरि हाम्रो चाहिँ सेल चाहिँ यो 8 नम्बरको ब्रोकरले दिइरहेछ 21 लाख किता, 21,60,000 किता चाहिँ यसले सेल गरेको छ है विदिन 1 इयरको टाइम फ्रेममा है। सो इट्स अ ह्युज एमाउन्ट है। अब यसको चाहिँ के छ भने प्रमोटर पनि अनलक भइसकेको छ 2022-3 मार्च मा भएको रहेछ है। र यसको चाहिँ अहिले हाम्रो सेयर आउटस्ट्यान्डिङ हेर्दाखेरि चाहिँ 5,45,00,000 किता चाहिँ सेयर आउटस्ट्यान्डिङ छ है, फ्लोट छ मार्केटमा। सो यो चाहिँ अल पब्लिक सेयर यसमा प्रमोटर सेयर छैन, प्रमोटर कन्भर्ट भइसकेको छ। र 5,45,00,000 भनेपछि अहिले यसले सेल गरेको लगभग 21,60,000 भने चाहिँ अलमोस्ट कति पर्सेन्ट हुन आउँछ, 4% अफ द इन्टायर फ्लोट चाहिँ यो 8 नम्बरले सेल गरिरहेछ है। सो यसले चाहिँ के देखाउँछ भन्दाखेरि जुन प्रमोटर अनलक भएको थियो त्यो अनलक भएपछि कुनै एउटा प्रमोटरले आफ्नो प्रमोटर कन्भर्टेड इन्टु पब्लिक सेयर जुन थियो त्यो चाहिँ होल्डिङ चाहिँ बेचिरहेको जस्तो देखिन्छ है। किनभने इट्स अ बिग सेल। यो 21 लाख किता भनेको चाहिँ है 4% अफ द इन्टायर मार्केट फ्लोटको चाहिँ सेल गरिरहेछ 8 नम्बरले है। सो अहिले रिसेन्टली यिनीहरूको एक्टिभ अपरेटर को छ हेरौँ। यो 44 नम्बरको चाहिँ होल्डिङ राम्रै छ, 5,60,000 किता छ 1 वर्षको। सो 3 महिनामा यो कतिको एक्टिभ छ हेरौँ। सो 3 महिनामा यसको यो एक्टिभ नै छ, 3 लाख किता यसले नेट होल्डिङ बढाएको छ 3 महिनामा। 1 महिनामा 1 मन्थमा पनि यो एक्टिभ नै देखिरहेछ। विकली हेर्दाखेरि पनि यो एक्टिभ नै देखिरहेछ है। सो रिसेन्ट लास्ट ट्रेडिङ डेमा यो एक्टिभ छ कि छैन त्यो हेरौँ। सो 44 एक्टिभ नै छ है। सो 44 चाहिँ मजाले एक्टिभ नै छ, स्टिल एक्टिभ नै छ एज एन अपरेटर चाहिँ यो 44 नै देखियो है यो स्टकमा। अब 8 नम्बरकोले चाहिँ सेल गरेछ। अब रिसेन्टली सेल गरिरहेको चाहिँ 34 ले देखिरहेछ। हिजो मात्र यसले लास्ट ट्रेडिङ विकमा यसले चाहिँ 80,000 किता 86,000 किता चाहिँ बेचेको छ है। सो 1 मन्थमा हेरौँ यो 34 लेखिरहेछ। 34 ले यस स्टिल यो 1 मन्थदेखि नै एक्टिभ छ सेलमा है। सेल साइडमा चाहिँ 1,50,000 किता सेल गरेछ। सो 3 महिनाको टाइम फ्रेममा हेरौँ। ओके अल राइट। सो गएको 1 महिनादेखि चाहिँ 34 ले चाहिँ एक्टिभली सेल गरिरहेको थियो। विदिन यो 1 इयरको टाइम फ्रेम हेर्नु भने 8 को मजाको सेल देखियो। विदिन 1 मन्थ हेर्नु भने 34 को मजाको सेल देखियो। 44 ले चाहिँ 1 इयरदेखि नै यो रिसेन्ट लास्ट ट्रेडिङ डेसम्म पनि यो एक्टिभ नै छ है। यसको राम्रै होल्डिङ छ, 5,60,000 किता होल्डिङ छ 550 रुपियाँको। सो त्यो छ ब्रोकर होल्डिङ हेर्दाखेरि। सो अब मार्केटमा यो यसको चाहिँ प्राइस चाहिँ डाउन हुँदै जाँदा अब पहिला कहाँनिर गएर रिभर्सलको साइन देखाउँछ होइन, त्यहाँबाट मात्र हामीले हेर्नुपर्ने हुन्छ। यो मार्केट अहिले चाहिँ अलिकति सेन्टिमेन्ट नेगेटिभ नै छ ओभरअल देशको यो पोलिटिकल सिचुएसनले गर्दाखेरि। सो बजार झर्दै जाँदाखेरि अब यसको सपोर्टेबलहरू मैले तपाईँलाई देखाइदिइहालेँ है, यो भिडियोलाई नै रिफर गर्न सक्नुहुन्छ।
यो चार्ट चाहिँ एकदम मजाको क्लिन नै छ है। अब यसमा धेरै कोरकार केही पनि छैन। सो यो लेभलको एउटा पहिला सपोर्ट छ यहाँ, यो भनेको 550 देखि अब यो 576 हो। यो ब्लक भनेको 560 को छ भने चाहिँ 550 को लेभल हो योनिर सपोर्ट। त्यसपछि यो ट्रेन्ड लाइनको सपोर्ट र यो कन्फ्लुएन्सको लेभल भनेको 525 को लेभलतिर हो, 525 देखि 530 को लेभलमा। अनि त्यो भन्दा नि तल आयो भने चाहिँ लगभग यो हाम्रो 485 देखि 500 को लेभलमा चाहिँ वर्स्ट कम वर्स्ट सिनेरियोमा चाहिँ 485 देखि 500 सम्म आउने चान्सेस पनि देखिया छ है, यदि ओभरअल नेप्से नै नेगेटिभ सेन्टिमेन्टमा दौडिरह्यो तलतिर भन्ने चाहिँ है। सो अब यसको एक फेर हामीले फाइनेन्सियल्स पनि हेरौँ के छ। यो Q4 लास्ट इयरको एनुअल रिपोर्ट हेर्दाखेरि चाहिँ शिवम सिमेन्ट लिमिटेड हेज पोस्टेड अ नेट प्रफिट अफ कति हो यो 79 करोड 41 लाखको छ है, झन्डै 80 करोडको प्रफिट कमाएको रहेछ यसले। अब यसको अलिकति फाइनेन्सियली डाइभ इन गरौँ के देखिन्छ। सो मेनली यसको हामीले हेर्नु पर्दाखेरि यसको फाइनेन्सियल लाइबिलिटीमा चाहिँ लङ टर्म लोन बोरोइङ चाहिँ लङ टर्म लोनहरू चाहिँ छैन है, 17,38,000 को मात्र देखिरहेको छ लङ टर्म बोरोइङ यसको है। अरू फाइनेन्सियल लाइबिलिटी भने 1 करोड 21 लाखको छ, एकदम लोवर साइडमा छ यसको है। र करेन्ट लाइबिलिटिजमा हेर्ने भने यसको सर्ट टर्म बोरोइङ सर्ट टर्म लोनहरू भनेको 84 लाखको मात्र छ, 84 लाखको मात्र छ। सो यसको लोन चाहिँ लगभग 1.5 करोड भन्दा बढी छैन है ओभरअल। त्यसपछि यसको रेभेन्यू साइडमा हेर्ने भने चाहिँ रेभेन्यू चाहिँ लास्ट इयर र यो इयरमा खासै त्यति चेन्ज छैन। लास्ट इयर 7 अर्ब 70 करोडको सेल थियो, यो वर्ष 7 अर्ब 76 करोडको सेल भएको छ। कस्ट अफ सेल्स चाहिँ लास्ट इयर 6 अर्ब 66 करोडको थियो, यो वर्ष 6 अर्ब 3 करोडको छ। भनेको यसको लगभग 60 करोड जतिको चाहिँ कस्ट अफ सेल्स चाहिँ घटाएको छ। यसले कस्ट चाहिँ कन्ट्रोल गरेर चाहिँ यसको सेल्स चाहिँ बढ्न सकेको छैन है। सो त्यो हिसाबले गर्दा यसको रेभेन्यू साइड चाहिँ स्ट्रङ छैन, तर यसको कस्ट कन्ट्रोल यसको म्यानेजमेन्ट साइड चाहिँ एकदम राम्रो देखियो। र यसको अहिले नेट प्रफिट लगभग पहिला 25 करोड 96 लाखको थियो, लगभग 26 करोडको, यसपालि चाहिँ 79 करोड 41 लाखको छ है। भनेको मोस्ट अफ इट्स रेभेन्यू नेट प्रफिट इन्क्रिज इज कमिङ फ्रम दि रिडक्सन इन कस्ट अफ सेल्स है। कस्ट अफ सेल्स घटेको कारणले चाहिँ 60-65 करोड घटेको कारणले गर्दाखेरि यसपालि यसको नेट प्रफिट बढेको देखियो है, यसको रेभेन्यू चाहिँ बढेको छैन। अब यसको हाम्रो EPS हेर्दाखेरि चाहिँ 14.55 छ र यसको नेटवर्थ हेर्दा 188.57 छ। यसको अलिकति यो ट्रङ्क लाइनको डेडिकेटेड ट्रङ्क लाइनको इस्युज पनि छ है, म अलिकति यहाँ पढेर सुनाइदिन्छु। यस कम्पनीलाई विगतमा नेपाल विद्युत प्राधिकरणले लोड सेडिङका बखत बिना लोड सेडिङ डेडिकेटेड ट्रङ्क लाइनबाट विद्युत सेवा नलिएको भए तापनि पत्रचार गरी डेडिकेटेड दरको थप महसुल छुट रकम भनी भाग गरेको सम्बन्धमा विवाद कायमै रहेको 2072 माघदेखि 2075 वैशाखसम्मको विवादित थप महसुलमा चित्त नबुझेमा नेपाल विद्युत प्राधिकरणको पुनरावलोकन समिति समक्ष दर्ता गर्न सूचना प्रकाशन गरी म्याद अवधि तोकिए बमोजिम यस कम्पनीले प्राधिकरण समक्ष पुनरावलोकनको निवेदन दर्ता गरेकोमा हाल तहाँ विचाराधीन रहेको छ। उक्त विवाद पुनरावलोकन समितिबाट निरूपण हुने विश्वास लिएका छौँ। साथै प्राधिकरणसँग सम्बन्धित अन्य 3 थान रिटहरू श्री सर्वोच्च अदालतमा विचाराधीन रहेको छ भनेपछि यसको डेडिकेट ट्रङ्क लाइनको चाहिँ पैसा तिर्न बाँकी छ र त्यो चाहिँ अहिले सर्वोच्च अदालतमा मुद्दा पनि रहेछ र अहिले नेपाल इलेक्ट्रिसिटी अथोरिटीमा अहिले चाहिँ यसको लागि ताकेदा पनि गरिरहेको रहेछ है। सो त्यो छ है यसको प्रब्लम। र यसको यो अरू प्रब्लम के छ भन्दाखेरि एकछिन यसको अरू प्रब्लम के छ भन्दाखेरि चाहिँ समस्या तथा चुनौती विकास निर्माण क्षेत्रका कार्यहरूमा शिथिलता लामो समयदेखि रहिरहेको, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन गर्ने उद्योगको क्षमता अत्याधिक रहेको, विकास निर्माणसँग सम्बन्धित सरकारी परियोजनाहरूका लागि छुट्याइएको बजेट अत्यन्तै न्यून रहेको, विनियोजित विकास निर्माणको बजेट पनि न्यून मात्रामा खर्च हुने र गरेको लगायतका कारणबाट निर्माण सामग्री उत्पादन गर्ने उद्योगीहरूलाई सकारात्मक असर गर्ने अवस्थामा तात्विक सुधार नभएको, बजारमा आम ग्राहकहरू माझ यस संस्थाको उत्पादनलाई प्रभावशाली बनाई हालको बजार हिस्सा कायमै राखी थप बजार हिस्सा ओगट्न सोही अनुरूपको नीति रणनीति अवलम्बन गरी संस्थाले बिक्रीपछि उपलब्ध गराउने निःशुल्क प्राविधिक सेवाहरूको विस्तार, मानव संसाधनको दक्षतामा अभिवृद्धि र चुस्त व्यवस्थापन खर्चमा
मितव्ययता अपनाई कार्य गर्ने नीति लिएको भनेको छ है। सो यो दुईटै इस्यु छ। एउटा चाहिँ हाम्रो यो विद्युत प्राधिकरणको अहिले न्युज पनि आएको छ आज, एउटा प्रमाण बिना विद्युत बक्यौता नबुझाउने उद्योगको अडान प्रधानमन्त्रीले लेखेको पत्र भनेको छ है। सो यसमा चाहिँ यो डेडिकेट ट्रङ्क लाइनको सेवा युज नगरेको भएर हामी किन पैसा तिर्ने भन्ने कुरा छ है। त्यो हिसाबले चाहिँ यसमा चाहिँ आज सबै उद्योगी व्यवसायीहरूले चाहिँ एउटा तपाईँहरूको स्ट्याम्प लगाएर नै गरेछ है। यसमा चाहिँ शिवम सिमेन्टले पनि हस्ताक्षर गरेर पठाएको देखिन्छ। सो त्यो हिसाबले पनि अब यहाँनिर शिवम सिमेन्ट्सको पनि है, शिवम सिमेन्ट्स लिमिटेडले पनि यसमा चाहिँ सहमति देखाएर चाहिँ प्रधानमन्त्रीले चिठी काटेको देखिन्छ। अहिले कुलमान सिंह घिसिङ चाहिँ ऊर्जा मन्त्री भएर आइसकेपछि यसमा चाहिँ ट्रङ्क लाइन नतिरेदेखि काटिदिन्छु, यो डेडिकेट ट्रङ्क लाइनको पैसा नतिरे चाहिँ ट्रङ्क लाइन काटिदिन्छु भन्दै थियो। त्यो चाहिँ अहिले रोक्नुको लागि चाहिँ प्रधानमन्त्री समक्ष चाहिँ आज चिठी बुझाएको छ है। सो एउटा रिस्क त्यो देखियो। अर्को यसमा जुन अघि भनेको थियो यो यहाँनिर नेपाल सरकारको चाहिँ बजेट कम भएको है पूर्वाधार विकासमा चाहिँ भन्ने कुरा छ र त्यसको पनि यहाँ हेर्दाखेरि त्यही देखिन्छ। अहिलेसम्म यो करेन्ट फिस्कल इयर यो 82-83 करेन्ट फिस्कल इयरमा क्यापिटल एक्सपेन्डिचर भनेको जम्मा 4.5% मात्र भएको छ है। सो श्रावण भदौ असोज 3 महिना बित्दाखेरि 4.5% मात्र क्यापिटल एक्सपेन्डिचर हुनु भनेको चाहिँ एकदमै नराम्रो है। अब यो सिमेन्ट फ्याक्ट्रिजहरूको मेन सेल्स भनेको चाहिँ अब गभर्मेन्टको प्रोजेक्टहरू है, डेभलपमेन्ट प्रोजेक्टहरू, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टहरूमै जाने हो। त्यो चाहिँ यहाँ अब 4.5% मात्र भएको छ 3 महिना भन्दा त यो वर्ष लगभग 20% पनि क्यापिटल एक्सपेन्डिचर नहुने देखिरहेछ है। सो त्यो हिसाबले चाहिँ अलिकति यो सिमेन्टको जुन अघि देखिरहेको थियो यो हाम्रो सेल्समा ग्रोथ छैन भन्ने कुरा, त्यो चाहिँ अब नेक्स्ट इयर पनि यो सेल्समा चाहिँ खासै यो रेभेन्यू फ्रम अपरेसनमा चाहिँ ग्रोथ होला जस्तो देखिँदैन। सो कस्ट अफ सेल्समै कन्ट्रोल गऱ्यो भने नेक्स्ट इयर पनि यस्तै खालको अलिकति प्रफिट मेन्टेन होला भन्ने देखिन्छ। तर अब रेभेन्यू साइडमा चाहिँ ग्रोथ हुने खालको चाहिँ देखिएन है। सो त्यही नै छ। अब यो न्युज चाहिँ यता मेरो लगानीले पनि छापेछ आज। लाइन नकाटिने भएपछि 16 उद्योगीले गुहारे प्रधानमन्त्री कार्यालय तथ्य प्रमाण दिलाए महसुल तिर्न तयार रहेको दाबी भनेको छ है। अब यसमा चाहिँ यो डेडिकेट ट्रङ्क लाइन युज गरेको एउटा मिटर हुँदो रहेछ टिओडी मिटर भन्ने, त्यो नै त्यसको रेकर्ड नै छैन अरे क्या है। त्यो यहाँ लेखिरहेछ प्राधिकरणले लाल आयोगले सिफारिस गरे अनुसार टाइम अफ द मिटर टिओडी मिटरका आधारमा स्पष्ट प्रमाण र तथ्य बुझाइमा मात्र बक्यौता तिर्न तयार रहेको बताएका छन्। अन्यथा उनीहरूले लिँदै नलिएको विद्युतीय सेवाको महसुल बक्यौता तिर्न बाध्य नहुने बताएका छन् भनेको छ है। सो यो छ। यो भएर यदि यो सिमेन्ट इन्डस्ट्रिजहरूले चाहिँ यो इलेक्ट्रिसिटीको बिल तिर्नु परेन भने चाहिँ फेरि यसमा एकदमै राम्रो हुन्छ है, एकदमै राम्रो हुन्छ। तर तिर्नु पऱ्यो भने चाहिँ फेरि त्यो अर्बौँ रुपियाँमा छ। सो त्यसले चाहिँ डाइरेक्टली यसको प्रफिटमा चाहिँ हिट गर्छ है। त्यो हिसाबले पनि हामीले अलिकति हेर्नुपर्ने हुन्छ। यो चाहिँ एउटा खालको चाहिँ प्रब्लम चाहिँ छ है। त्यही नै छ। अब शिवम सिमेन्ट भनेको यसको अलिकति इन्ट्रोडक्सन हेरौँ के छ यो। सो शिवम सिमेन्ट भनेको चाहिँ यो 2003 मा फाउन्ड भएको रहेछ है। यो चाहिँ was converted into public limited company in the year 2025 to provide its customer and stockholders to be a part of the company, which also makes this company the first public limited cement company to be listed in stock market with 100% Nepali investors and promoters भनेको छ है। सो भनेपछि यो चाहिँ 15 मा पब्लिक लिमिटेड भयो र 100% नेपालीहरूको इन्भेस्टमेन्ट भएको कम्पनी रहेछ होइन। सो दुर्गा प्रसाईले भनेर हुन्छ नि यो मारवाडीको सिमेन्ट फ्याक्ट्री यो त्यो भनेर, सो त्यो चाहिँ होइन रहेछ। यो जस्तै घोराई सिमेन्ट चाहिँ हो जस्तो लाग्छ होइन, बट स्टिल अब यसमा पनि मारवाडीको इन्भल्भमेन्ट त छ, तर यसमा चाहिँ 100% नेपाली इन्भेस्टर एन्ड प्रमोटर भनेको छ है। र यसले चाहिँ अर्को के छ भन्दाखेरि यसको 3000 टिपिडीको सिमेन्ट प्रोडक्सन क्यापेसिटी रहेछ र 1900 टिपिडी क्लिङ्कर है फ्रम इट्स कम्पनी सेल्फ ओन्ड लाइमस्टोन क्वेरिज भनेको छ। सो सिमेन्ट बनाउनलाई जुन चाहिने क्लिङ्कर छ त्यसको लागि जुन लाइमस्टोनको माइन युज गरिरहेको छ त्यो पनि यिनीहरूले सेल्फ ओन गरेर चाहिँ आफ्नै ओनरसिपमा रहेछ। सो यिनीहरूको लागि चाहिँ सप्लाई साइडबाट यिनीहरूको सप्लाई चेनमा चाहिँ कुनै पनि प्रब्लम हुँदैन र जुन कस्टको कुरा जुन कन्ट्रोल गरेर छ नि यही कारणले हुनसक्छ है। यदि यसले चाहिँ यो क्लिङ्करको लागि अरू सप्लायरसँग डिपेन्ड गर्नु परेको चाहिँ प्राइसमा फ्लक्चुएसन गरेर कस्टमा चाहिँ कस्ट अफ सेल्स जुन हामीले यहाँ देखाएको थियौँ यो कस्ट अफ सेल्स, यो कस्ट अफ सेल्समा चाहिँ अलिकति प्रब्लम हुनसक्थ्यो भने अब कस्ट अफ सेल्स चाहिँ यसले कन्ट्रोल गर्न सक्ने हो, किनभने यसको मेन प्रोडक्सन कस्ट भनेको यसको चाहिँ यो क्लिङ्कर हो है। क्लिङ्कर नै यसले क्लिङ्कर प्रोडक्सनको लागि यसले चाहिँ लाइम स्टोन क्वेरी नै यसले चाहिँ ओन गरेर रहेछ आफैले है।
सो यही नै छ। अब हेर्नु होला है, यो सिभन सिमेन्ट भनेको राम्रोसँग टप टर्नओभरमा आउँछ र यसमा अलिकति खालको स्पाइकहरू पनि आउने देखिन्छ है। आउनु पऱ्यो भने चाहिँ यसले मजाले गेन दिने पनि देखिन्छ। सो यसमा अपरेटर पनि छ, 5-6 लाख किता होल्ड गरेर बसेको छ र अपरेटरको अहिले होल्डिङ भने 550 मा छ, 560 को राउन्डमा अहिले प्राइस छ भनेपछि अब योभन्दा तल आयो भने चाहिँ अहिले अपरेटरको होल्डिङ प्राइसभन्दा पनि तल नै गयो भने हामी विल बी अन सेफर साइड, अलिकति सेफ्टी मार्जिन चाहिँ हुन्छ। सो यही नै छ। अब माथि गयो भने अब तपाईँहरूले यो तल आउँदै गर्दा प्राइस यहाँ बस्छ होइन, कुनै लेभल आएर बस्छ, यसमा कुनै रिभर्सल साइन देखाउँछ, क्यान्डल स्टिक होस् या कुनै मुभिङ एभरेजभन्दा माथि जाओस् या कुनै डाइभर्जेन्सेसहरू होस् होइन। सो त्यो हिसाबले हेर्नुहोस् र त्यतिखेर गर्दा चाहिँ यो टार्गेटहरू छ, त्यो अनुसारको रिस्क रिवार्ड रेसियो चाहिँ सेटअप गर्नु र एउटा पोजिसन साइज मेन्टेन गरेर यसमा पछि इन्ट्री गर्नु चाहिँ सकिन्छ है त। ल, थ्याङ्क्स फर वाचिङ गाइज एन्ड डु सब्सक्राइब द च्यानल।